हेलो हेलो साथीहरू, हजुरहरूको सुरुवात कसरी भयो? मेरो दिनको सुरुवात चाहिँ पानी पिएर भयो। प्यास धेरै नै लागेको थियो। उठेर फ्रिजबाट पानी निकालेर चिसो पानी खाँदा त मजै अलगै आउने। अनि मेरो नानी बाबुले भनेको थियो, मम्मी हामीले पनि पानी खान्छौँ, हामीलाई पनि पानी दिनुहोस् न चिसो, हाम्रो पनि प्यास लाग्यो खेल्दा खेल्दै भनेको थिएँ। यता फेरि दिदीभाइको छुट्टै अलगै छैन, दुइटाको फेरि खेल। अब भाइले हेर्ने जे पनि भाइ हो न, उसले फेरि आफ्नो काँधमाथि राखेर दिदीलाई माथि चढाउन कोसिस गरेर बाहिर निस्किनको लागि यति बदमास छन् कि। अनि उनीहरूलाई थाहा नदिइकन म माथि छतमा गएँ, किनकि धेरै घाम लागेको थियो, गर्मी थियो। छतमा हेर्न बहुत गर्मी थियो नि, बाहिर गर्मी छ, त्यही भएर म तिनीहरूलाई पनि केटाकेटीलाई पनि ताला लगाएर थिएँ। अनि म छतमा आएँ, खुट्टाले त भुइँमा टेक्नै सकेको थिएन साथीहरू, पोलिरहेको थियो। मैले माथि माथि निकाल्थेँ, फेरि मलाई माथि छतमा आउने बित्तिकै मजा आउँछ नि त, उसमा रुखलाई हल्लाएर त्यसको पात टिप्न गाउँको याद आउँछ नि, त्यही भएर म त्यसै गरिरहेको थिएँ। अरू फेरि त्यो काठ छ नि, त्यो भित्र चाहिँ बिस्तारा छ, त्यो सुकाउँछु भनेको न, माथि लैजानु मिल्छ न तल लानु मिल्छ, त्यस्तै भइरह त्यो त्यत्तिकै राखिरहेको छु मैले। अनि त्यो चाहिँ काठ थियो, त्यो जस्तो थियो, ढोकाको टेबलको यसै थियो, छतमा यसै थियो। मैले त्यसलाई चाहिँ पानीले भिजेर पुरै खराब भएको थियो। मैले सोचेँ यसलाई फेरि यसको आधा टुक्रा बनाएर, तल पानी धेरै चुहिन्छ कोठामा, त्यो भेन्टिलेसन लगाएको छ नि त, भेन्टिलेसनबाट त्यो सिसा लगाएको छैन, त्यही भएर चुहिन्छ। त्यसले प्लास्टिकको राखेको छु, अनि त्यो प्लास्टिक राख्ने रुममा पुरै घाम गएर पुरै तात्छ कोठा, त्यही भएर मैले त्यसलाई टुक्रा बनाएर बराबर गरेर यहाँ माथि राखिदिएको थियो। प्लास्टिक त पहिल्यैदेखिबाट थियो, फेरि पनि त्यही पनि मैले त्यहाँबाट माथिबाट राखेको छु, घामभित्र नजाओस् भनेर। त्यही भएर डान्स गरिरहेको छु। खुट्टा हेर्न मेरो धेरै जो पोलिरहेको थियो, खुट्टा माथि माथि गरिरहेको थिएँ मैले, किनकि खुट्टा धुप छ, घाम छ नि त, त्यही भएर धेरै नै पोलिरहेको थियो यसले। फेरि म उतातिर गइथेँ, अनि त्यो टुक्रा टुक्री लिएर आएँ। त्यो होइन, ग्यासको सर्टेज छ, ग्यास पाइन्न, ग्यास 3-4 हजार भन्छन् यहाँ, त्यही भएर मैले तँलाई टुक्रा टुक्रा बनाएर राख्छु, इमर्जेन्सीमा बनाउँछु, त चाहिन्छ भनेर राखेको थिएँ। चुलामा त बनाउन सकिन्न यस्तो गर्मीमा, त्यही पनि इमर्जेन्सी पर्यो भने नै पनि जाडोको मौसममा आगो ताप्न पनि हुन्छ। त्यसपछि म यताउति छतमा आएपछि त घुम्नै पर्यो, डुल्नै पर्यो नि छतमा आएपछि। अनि फेरि म होइन यताउति डुल्न लागिरहेको थिएँ, कुन्नी के भनिरहेको थिएँ मैले केटाकेटीलाई। अनि त्यसपछि मलाई भिडियो एडिट गर्न आएन, भिडियो एडिट गर्छु भने त्यस क्यामेरा गरेको थिएँ, आएन। अनि अगाडिको छतमा हेरेको त त्यहाँ चरा रहेछ, चराले फसेछ खुट्टा, कुन्नी के भएछ त्यहाँ, त्यस्तो घाममा बसिरहेको। यतापट्टि हेरेँ पानी रहेछ, अनि पानी त छ, किन थाहा छैन भन्ने सोचेँ, जान्छु भन्ने। अन्त फेरि मेरा दुइटा छोराछोरी यति शैतान छन् नि, पछि 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 दगुर्छन्, त्यही भएर म गइनँ त्यहाँ, त्यो अलि पर थियो। म चाहिँ मेरो छतबाट बनाइरहेको थिएँ मैले भिडियो। अनि त्यसपछि गएर तल पनि चराहरू हिँडेको थिएँ, गरेको थिएँ, यताउति। गर्मी बिचरा, जाडोमा पनि सुख छैन, गर्मीमा पनि सुख छैन यी पशुहरूलाई, हामीलाई पनि। उता फेरि दुइटा गाईहरू घर अगाडि ठिङ्ग उभिएको थिए, त्यो चाहिँ कम्पनी हो, गद्दाको कम्पनी भन्छ त्यहाँ, गद्दाहरू भन्छ, राम्रो क्वालिटीको भन्छ। त्यसपछि फेरि वापसमा यता आएँ। हराभरा त छ, हरियो त देख्न पाइन्छ यहाँ, त्यही पनि हरियो सरियो सब एउटै रुख हुन्छ।